हेलो साथीहरु, राधे राधे सबलाई। यो चाहिँ पुराणको दृश्य हो। हाम्रो गाउँमा भगवत पुराण लागेको छ, त्यही भएर चाहिँ यो एउटा सानो दृश्य हेर्नुहोस्। भजनहरू कीर्तनहरू कति राम्रो लाग्छ हैन। अनि कति राम्रो राम्रो उपदेश दिनुभएको छ। उपदेशको चाहिँ छैन, यहाँ भजनै मात्रै छन्। मेरो ब्लग चाहिँ हो आज कीर्तन भजनको, किनकि अब यहाँ चाहिँ अब पुराण लागेको छ, सबै नाचेका छन्, गाएका छन् हैन। खुबै रमाइलो र बहुत ही राम्रो भइरहेको छ हैन। सबै भक्तिभावमा डुबेका छन्। भक्तिभावको रस पान गरौँ हामी पनि। दुईटा भजन सुनेर सबैलाई राधे राधे, जय श्री कृष्ण। हेर्न कति राम्रोसँगले हैन, फ्यान लगाएर पेन्डेसन बनाएर सबैजना भुइँमा बसेर चाहिँ आमा दिदी बहिनीहरू कति राम्ररी भजन र कथाको लाभ लिइरहनु भएको छ। तपाईहरुले पनि भजन सुनेर तपाईको पनि कान पवित्र बनाउनुहोस् अनि त्यहाँबाट सुन्नुहोस्। यो चाहिँ भगवत महापुराणको कथाको भगवत कथा हैन। अनि भजनहरू सुन्नुपर्छ कि हामीले, सुनेर मनमा शान्ति हुन्छ र आफ्नो मनलाई पनि तृप्त हुन्छ कि भगवानको पनि गुणगान र भगवानको पनि रस पान गर्नुपर्छ हामीले। त्यही लागि चाहिँ यो भजन सुन्नुहोस् र अगाडि बढ्नुहोस्। हेर्नुहोस्, सुन्नुहोस् है भजन। अब राधे राधे। के भन्थे अरे कन्हैयालाई?